Hello, good morning everyone and welcome back to my channel. र आज चाहिँ हामी चाहिँ गान्तोक जानु आँटेको म चाहिँ घरबाट रेडी भएर निस्किसकेँ है। र यहाँ छ अन्त मेरो बाइकहरु यहाँ छ, सामानहरु सबै सामानहरु ल्याइसकेँ। आज चाहिँ अलिकति लेट भयो नि त। हजुर ए गान्तोक गएको छेमा कहाँ जानु भएको? ए हुन्छ ल त गाइस, हेर्दै गर्नु होला, बाइ बाइ। हेलो गाइस, हामी चाहिँ तिमीमा आइपुगिसकेको छौँ है, तिमी गार्डनमा। यहाँ हेर्नुहोस्, तिमी गार्डनको अहिले नजारा चाहिँ यस्तो दामी। अन्त चेरीहरू पनि सबै ब्लोजम हुनु आँटेछ, फुल्नु आँटिसक्यो। यहाँ हेर्नु सबैजना अब 1 विकमा चाहिँ दामी फुल्ने रहेछ हो। अन्त हामी चाहिँ यो रोड लाइन मात्रै हिँड्थ्यौँ, त्यति साह्रो याद गरेको थिइनँ। तर यो साइड पनि कस्तो दामी रहेछ, यहाँ हेर्नु न भ्यू। यहाँ आज चाहिँ हामी यहाँ टक्कै आएर चाहिँ बसिरहेको छौँ। अब यो पयुङ दामी फुल्छ, अब 1-2 दिनमा चाहिँ 1 हप्ताभित्रमा चाहिँ दामी फुल्ने रहेछ हो। यहाँ हेर्नुहोस्, अब हामी चाहिँ जानुपर्छ ऊ तल खोलाहरू हुँदै, त्यो उता गएर चाहिँ उयो डाँडादेखि चाहिँ पल्लोपट्टि हो गान्तोकहरू चाहिँ त्यता पर्छ है। अहिले चाहिँ हामी चाहिँ यहाँ बसिरहेको छौँ, दामी यो नजारा चाहिँ हामी एकदम धन्न हामीले मिस गरेन। उताको बाटो गएको भए चाहिँ हामी मिस गर्थ्यौँ यो जग्गाहरू चाहिँ है, आजको यो नजाराहरू चाहिँ। तर आज चाहिँ हामीले चाहिँ वी आर लकी। अन्त दिन पनि एकदम दामी भइरहेको छ गाइस। र अलिकति उता माउन्टेनियरिङ भ्यू चाहिँ अलिकति भएन, किनकि त्यहाँ चाहिँ क्लाउडी भइरहेको छ। तर पनि वी आर ह्याप्पी, यो भ्यू चाहिँ हामीले क्याप्चर गर्नु पायौँ। एकदम मजा लागिरहेको छ हामीलाई यहाँबाट आउनु चाहिँ। अन्त टाइम पनि 11 बजिसक्यो र कोही बात छैन, हामीलाई आज पुगेर एनीवे एउटा अफिसियली काम गर्नु छ, त्यति मात्रै हो। र तिमीको नजारा चाहिँ एकदम गाइज हेर्नु आउनु होला तपाईँहरू पनि। यो नजारा चाहिँ मिस नगर्नु, तिमीको चाहिँ एकदम दामी भइरहेको छ। कस्तो लाग्यो भाइ तँलाई तिमी? एकदम दामी रहेछ, फर्स्ट टाइम आएको। फर्स्ट टाइम हो। ठ्याक्कै अमृता यहाँ हुनुहुन्छ होइन, अमृताको बाइक हो यो चाहिँ। यो तिमी तार यस्तो हेरेर चाहिँ यहाँ चाहिँ हाम्रो स्मेल भेना हुनुहुन्छ। भेना कस्तो लाग्यो तिमी तार? एकदमै दामी। यहाँनिर चाहिँ म चाहिँ फर्स्ट टाइम आएको होइन, तर यहाँको नजाराहरू चाहिँ एकदमै ब्युटिफुल छ। टेमु यो चाहिँ गान्तोकको साइड हो है, नाम्चीदेखि माथि। हजुर, अब चाहिँ हामी गान्तोकतर्फ लाग्छौँ। मेरो हेलमेट चाहिँ यहाँ पर लडेछ। अन्त तिमीको भ्यू चाहिँ हेर्नुहोस्, यहाँनिर हाम्रो भेना पनि नयाँ फर्स्ट टाइम आउनु भएको रहेछ, अनि हाम्रो यहाँ भाइ पनि फर्स्ट टाइम। सो यहाँ हाम्रो अमृता होइन, अमृताको एक्सपिरियन्स भनिदिनुहोस्। एकदम दामी मजा आइरहेको छ आज चाहिँ तिमीलाई है। मजाले हामीले यो नजारा चाहिँ झन्डै मिस गऱ्यो, किनकि हामी चाहिँ उताको बाटो जानु आँटेको थियो। तर मलाई थाहा थियो कि चेरी ब्लोजम भइरहेको छ अहिले, एकदम दिन पनि एकदम दामी भइरहेको छ। हेरिहाल्नु सिनेरीहरू कस्तो दामी भइरहेको छ यता है। र आज हामीले चाहिँ यो भ्यूलाई चाहिँ हामीले चाहिँ मिस गरेन।
हामीले चाहिँ क्याप्चर गर्नु पायौँ हाम्रो मेमोरिजको लागि है। अन्त ल त यति भन्दै अब हामी चाहिँ तल गएको, यहाँ तल हामी सर्ट ब्रेक गर्छ। ओके त भिडियो गाइस हामी पनि अब चाहिँ लाग्नु आँटेको है गान्तोकको लागि। सो हाम्रो छोटो भिडियो यहीसम्म, थ्याङ्क यू। ओके गाइस हामी चाहिँ तिमी आइपुग्यो टक्कै यो जहाँ हामी चाहिँ बस्ने जग्गा बाइकहरू यहाँ पार्क गरिरहेको छ। यहाँ चाहिँ मजाको उयोहरू पनि छ, यहाँ क्यान्टिनहरू पनि छ। अन्त यहाँ नै हामी बसेर एकछिन टी ब्रेक गर्छ हो। अन्त तिमीको नजरा चाहिँ हेर्नुपर्दा चाहिँ आज हेरिहाल्नुहोस्, एकदम दामी भइरहेको छ। टुरिस्टहरू पनि पुरा आइरहेको रहेछ, यता माथितिर घुम्दैछ हो। अन्त मेन जग्गा चाहिँ यो हो, तर मेन जग्गामा यहाँ चाहिँ अलिकति चेरीहरू ब्लोजम भएको छैन रहेछ। अन्त ठिकै छ, तरै पनि 1 विक 2 विक भित्रमा यो पनि भइसक्छ। अन्त यहाँ चाहिँ एकदम मजाको नजरा भइरहेको छ। अन्त यहाँ चाहिँ अहिले चाहिँ कप्सहरू पनि रहेछ है, न अदरवाइज यहाँ त हुन्थेन। अब यहाँ चाहिँ ज्यादा टुरिज्म उयो हुनु थाल्यो नि त, टुरिस्ट ज्यादा भिडभाड हुनु थाल्यो। सो त्यही भएर अहिले चाहिँ यहाँतिर अब ड्युटी पारेको होला, डिल गरेको होला। अन्त आज नजरा हेर्नुपर्दा चाहिँ एकदम दामी भइरहेको छ। या हामीले चाहिँ के अर्डर गऱ्यो, सेलरोटी खाइ पनि सक्नु आँट्यो। सेलरोटी चाहिँ विशेष म्यागी, प्लेन म्यागी एन्ड चाहिँ आलु मिमी चिया। हामीले अघिदेखि यहाँ चिया चाहिँ हामीले खाइरहेको छ, यो पिइरहेको छ है। अन्त यहाँ चाहिँ सर्ट ब्रेक गरेको हामीले। सेलरोटी पनि कस्तो थियो, सेलरोटी मिठो थियो, मिठो आलुदमसँग मजाले पाउँदो रहेछ। अन्त यो चाहिँ के अरे आलु मिमी र अझै हाम्रो आउँदैछ सुक्खा रोटी है। अन्त अब हामी यहाँबाट खाएर चाहिँ लाग्छ खोको। न त गएछ हामी चाहिँ अब तिमीबाट निस्केको, हाम्रो रेडी भइसक्यो। हामीले सर्ट ब्रेक गऱ्यौँ, चिया खाजाहरू खायौँ। अब यहाँबाट चाहिँ एकैचोटि हामी गान्तोकमा मात्रै एकचोटि हल्ट गर्छ त्यहाँ मात्रै। अन्त ल त बाबाई तिमी है, सी यु नेक्स्ट टाइम है। मजाको वेदरहरू पनि भइरहेको छ, सिनेरी मजाको भइरहेको छ। अब चाहिँ हामी गएको त गाइस हामी चाहिँ गान्तोकदेखि रिटर्न पनि भइसक्यो। गान्तोकमाथि अलिकति टाइमको चाहिँ पङ्क्चुअल, धेरै पङ्क्चुलेसन भएर चाहिँ हामी चाहिँ फकिहाल्यो हो। अन्त फर्केर माथि अहिले चाहिँ रानीपुल आइपुगिरहेको छ। रानीपुलमा चाहिँ रेस्टुरेन्टमा खाना खानु आँटेको, सुँगुर फाक्सा दही हेभी रहेछ नि त। अन्त फाक्सा दही ल अहिले चाहिँ हामी चाहिँ रिटर्न भएर जोताङ आइपुग्यौँ हो। जोताङमा चाहिँ यसो मजाको बनाएको रहेछ, यो चाहिँ पुरा मन पऱ्यो मलाई चाहिँ। अन्त अगाडि चाहिँ टक्कै यो के अरे मल्टी फ्लोराहरू टक्कै राखेको रहेछ हो, मजाको। तर जोरताङ दार्जिलिङमा आई डोन्ट नो किन हो यति छिटो बन्द हुन्छ कि, 7 मात्रै बज्दैछ तर बन्द भइसक्यो अलमोस्ट सबै। के किन्नु भएको? ल त गाइस फाइनली वी आर इन होम है। अहिले चाहिँ हामी टक्कै आएको कति 15 मिनट जस्तो भयो हो। 9 बजी छ अहिले चाहिँ। अन्त पुरा थाके पनि। अन्त टक्कै 9 बजी निक्ल्यो बिहान, अहिले 9 बजी ठ्याक्कै आइपुग्यो। 12 घन्टा टक्कै टुर भएछ है घरदेखि गान्तोकबाट फेरि रिटर्न हुँदा। ल त गाइस हेर्दै गर्नु होला ब्लग कस्तो लाग्यो। थ्याङ्क्स फर वाचिङ एभ्री वान है, and love you all. Bye, good night.